ल गुड मर्निङ एभ्रिवान। आज चाहिँ हाम्रो सेलरोटी विशेष ब्लग छ। डल्लेले यहाँ भाडा मास्दै यता मिल विशेषज्ञ हाम्रो रविन्द्र दाजु पिठो कति मिरीमा कति उसमा पिस्ने भनेर यहाँ पुरा मिसिन उस फिटिङ गर्दैछन्। रोलेक्स छ हातमा, मिलले रोलेक्स पिस लाग्यो। यहाँ डलबहादुरले फेरि पुरा सफा गरेर। तपाईलाई कस्तो लागिरहेको यता हेर्नुहोस् त, हेर्नुहोस् त। सेलरोटी बन्छ त आज पक्का। पहिला पनि बनाउनु भएको थियो। टाउकोमा त्यो जाली लाउनु पर्ने कि तपाईँले कपाल झार्नुहुन्छ जस्तो लाग्यो। लगाउने हो ल्याइदिउँ। यता टक्क एसी लाएर दाजु अब मेसिन रेडी भइसक्यो। रेडी हो ल भाइ। ल यस्तो मिलमा काम गरे कति वर्षको एक्सपिरियन्स छ दाजु? 20 वर्ष जति भयो। मोटर सोटर पत्ता लाग्यो दाइले चाहिँ हो कि के हो? मोटर चाहिँ मेरो बाबाले हो पत्ता लगाएको। पेसालाई मैले हनाल्दै अहिले यहाँसम्म आइपुगेको छु। ल मुनिपट्टि पुज्न पर्दैन यस्तो मुनिपट्टि भित्ता भयो क्लिन भयो। ल यो पानी लगाएर फालिहाल्नु। हाम्रो मिलमा फेरि यहाँ अनेक आइटमहरू सबै मृग घोरल नामर झारलहरूको मासु हो। यो कस्तुरीको अनि बाघको पनि छ यता कतापट्टि। बाघको मासु यो हो र? यो भालुको हो। भालुको यो चाहिँ यो बाघको मासु चाहिँ यो हो। यो चाहिँ व्हेल माछाको। ओ के गर्छ? व्हेल माछाको उस हो। भालुको पित्त चाहिँ बहुत महँगो छ है। यो भालुको पित्त चाहिँ भालुको हो। भालुको कालो भालुको। ल अब हाम्रो सेलरोटी बनाउनलाई अब चामल टक्क घरबाट भिजाएर लिएर आहम। पानी चुहिए हो त्यो पानी राम्ररी तर्किनै पाएन कि दाइ। खै कस्तो छ चामल? भर्खर असोजमा भित्राको नयाँ चामल हो। नयाँ चामल। नयाँ चामलको नयाँ चितवनमा फलेको। ल ठिक छ, ल ठिक छ, ल ठिक छ। अब पिठो पिस्न सुरु भइसकेको छ। बिस्तारै हाल है, बिस्तारै पिसेछ होला। स्वयं गरेको त यो चाहिँ मिल कतिको स्पिडमा घुमाउने भन्ने चाहिँ हो। यो चाहिँ इमर्जेन्सी स्टप। यो चाहिँ यो माथिको पिस्टा। कसरी हेरेको यार? यता नि हेर्नु न, यता हेर्नु न, हेर्नु न, यता हेर्नु न। अलिकति बन्द गरेर हेर त कस्तो झरेको तल। हेरौँ त। हो ओहो जालीमा जम्यो कि नि यो। धेरै चिसो भयो कि हो कि चामल? यो चाहिँ बोबाला है। यो पहिलो राउन्डको यसो चेक मात्रै हो कस्तो झऱ्यो भनेर। यो त अति भयो कि त बुलबुल बरोबर मैदा जस्तो भयो नि यो त। यो त अति भयो। त्यही भए ठिक हुन्छ। ल त्यो गर्नु। कम हो त्यो चेन्ज गर्ने भनेपछि जाली चेन्ज गर्ने। यताउति नहल्ला भयो यार, त्यो पुरानो उसहरू खस्छ। भनेपछि अब जालीले काम नगरेको अवस्था छ। धेरै मसिनो भयो भन्ने कुरो भयो यहाँ सेलरोटी विशेषज्ञले।
ल मिलको फेरि अर्को आइटम पिठो अर्को आइटम बनाउनलाई यहाँ अब हाम्रो दाजु लागि परिरहेछन् पिठो बुझ्न पुऱ्याउनु अलिकति सिधा भएन कि यता 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 अब हाम्रो जाली फेर्ने कार्यक्रम भयो धेरै मसिनो भयो भन्ने कुरो भयो यहाँ के अरे पानी धेरै भयो कि सुक्खा भएन कि अलिकति सुक्खा हुनुपर्ने हो ल तल कस्तो झर्छ नै हेरौँ त पिठो कस्तो झर्नुभयो भन्ने कुरो अब थाहा हुन्छ अलिकति त त्यहीँ टाँसिने भयो कि मेसिन हुन्छ फालौँ न विकल्प छैन आमा अझै पिठो छैन कि दा यो केही मिसत छैन नेम्सी सेम्सी केही छैन नेम्से तर पिठो यार हल्का छिटछिटै बनाउने भनेको अलि ठुलो जाली हालेर मसिनै भयो नयाँ प्लास्टिकमा हालेर लैजाउँ न होइन अलिकति पानी ओइ मेक यहाँ आउनु त म एक झापड हाने हुन्छु मेक पिठो सकियो क्या पिठो छौरी गर्ने छौसो गर्ने खिच्क पिठो ठुलो जाले हालेर मसिनै भयो कि कति माना छ त 2 माना पहिलोमा आएपछि 3 माना 4 माना अब हामीले कति किलो चामल पिसियो त भन्ने कुरो यहाँ जोखे हेरौँ न ठ्याक्कै 7 किलो हो 7.95 ल 7 किलो पिठो पिसे अब रोटी कति हुन्छ भन्ने कुरो अब अहिले थाहा हुन्छ हाम्रो दलगिरे जसान भरिया हो नि त अघि आउँदा नि टक्क बोक्यो यो दुईवटा जालिएर पिसेको यो झन मसिनो यो नि अलिक मसिनै भयो पिठो चाहिँ हेलो भाउजू पिठो पिसियो अब के गर्न पर्यो पिस्नु भयो हजुर ल ल बोतलबाट राम्रो कि हातबाट राम्रो है ल सय अनि यति भएपछि त ल फर्काने मान्छे रेडी रेडी सेकेन्ड लटको रोटी चाहिँ बवाल बनाइ पहिलो चाहिँ अलि तर देखिन्छ त्यो राम्रै देखियो खाँदा चाहिँ साह्रो छ भर्खर बाक्लो भएर अलि धेरै जाँदैन औला न झिर हुन्छ क्या जोड्ने हौ
रोटी बन्ला जस्तो छ दाजु। तेलको धुवाले यहाँ क्यामेराम्यानलाई नै आँखा पोलो यार। यस्तो लानु आँखा सेफ्टी लानु पर्यो नि त। बाजी उयो भनेपछि अन्तिम हो कि अझै एउटा हुन्छ? सानो हुन्छ कि हाम्रो रोटी पोलाई कार्यक्रम सिद्धिसकेको छ। जेठान रोटी खाने त नानी? ल गाइजहरु रोटी चाहिँ छ्याली ब्याली पाको। रोटीको त पाड हो नि अब। अब कुखुरे दिपाटको कुखुरे दिपाटको त भाइ कुखुरा दिपालले कुखुरा भुट्दै हुनुहुन्छ लोकल भाले। टक्क सुप बनाउनु है जहान, सुप बनाउनु। ए कुखुरे दिपाट आयो है। ल लोकल कुखुरा होइन जहान, नेपालबाट मगाएको भाले। स्पेसल बनाउनु स्पेसल। यी मसला आइटमहरू यस्तो धेरै छ हामीसँग। यो नेपालबाट आएको प्योर टिमुर, त्यसपछि नेपालबाटै आएको जिरा, यो पनि नेपालबाटै आएको बेसार। यो चाहिँ थाइल्यान्डबाट आएको मिट मसला। कुखुरे डिपार्टमा हाम्रो जेठानलाई ल जेठानको रियाक्सन कस्तो हुन्छ हेरिदिउँ न त रोटी खाएको। ल कस्तो छ? रोटी जस्तै छ। रोटी जस्तै छ। खानु त गुलियो छ कि छैन? कहिले मुभी गाडी त साह्रै मुभी गानु हो त। आँखा पिरो भएर के तेरो भनाइ के छ? कस्तो आँखा पिरो भयो। ल भाउजू चेक गर्नु त। पछिको चालले नि त हामीले हो चालले मसिना भरकै हो। यो पहिलाको सुरुको हो ठुला नभर के हामीले यो चालले भरकै। एउटा दुईटा चाहिँ पहिलाकै थियो होला। तपाईँकोमा चिया पसलमा चिया सक्को भेरी स्पेसल पायो क्या है? धनिया धेरै पकायो भने यसको टेस्ट नै हराउँछ कि त्यसमा। भयो ल पाएको। अब सुरु गर्ने खाना। मैले नुन चाखी भ्याएँ। जम्दैन बगाउन तातो पानी आउँदैन हाम्रो आउने गरेको ल है। एक कचौराको जम्मा 500 रु 500 को त्यस्तो टेस्टी छ क्या? लास्टै के होला जस्तो छ।
नेपाल गएर पछि केही गर्नु सक्यो भने एउटा होटल हाल्नु मात्रै कमाउनु तपाईँ र म तपाईँलाई भाडा मान्ने म राखिहाल्छु म्यानेजरलाई फेरि भाडा मान्ने गरेको गाउँले त भाडा मान्न पर्छ त्यहाँ बोरक्सिन ल बस्नु ल न म त्यसमा खान्छु ल न तपाईँलाई यो खै त्यो मेरो दिनु कुखुरा डिपार्टबाट पनि कुखुरा पाकिसकेको अवस्था छ एउटा सबको डल्लै खानलाई उहाँमै बोला मामै बोले धुवा कतिखेर सकिन्छ भन्ने कुरो खाने नै जिउँदै हो कुखुरा डिपार्टको टेस्ट हान त ल भाउजूबाट टेस्ट हान्नु त कतिको टेस्ट आहा अनि म त नुन त फेरि नुन बनाएकै मैले हो कति हाल्दा के हुन्छ भन्ने सक्दा ल जेठान ल धन्यवाद है त ल मासिक के विषय हो कुखुराको टेस्ट चाहिँ खतरा बनाएछ ल डल्ले जेठानले ल होटल हाल्ने हो Thank you so much, guys.